पढाइबाट लाभ मिलिरहेको छैन भनेर कोही कोही व्यक्तिहरू किताब फुकाउन भनेर हिँड्नुहुन्छ के फुक्दिनुहोस् त पण्डितजी भन्ने अथवा झारफुक गर्नेहरूसँग किताबै बोकेर जाने। मेरा छोराले त पढेन, मेरी छोरीले त पढिँदैन। ओहो, पढ्नै आएन यसलाई। पढ्न आउनका लागि त इष्टदेवको कृपा हुनुपर्छ, फुकेर मात्रै हुँदैन। पढ्न आउनका लागि सरस्वतीजीको कृपा हुनुपर्छ। फुकेर हुने भए बसेर हामीले पनि गुरुकुलमा बसेर फुकेर मात्रै गरेर हाम्रो सफलता हुन्थ्यो। त्यसैले गर्दा म भन्न चाहन्छु, किताब खोल्नुभन्दा पहिला इष्टदेवको ध्यान गर्नुहोस्, आफ्नो पितृहरूको ध्यान गर्नुहोस्, इष्टदेवको ध्यान गर्नुहोस्। सरस्वतीजीको जो मन्त्र छ, सरस्वती मन्त्र, त्यो मन्त्रलाई स्मरण गरेर सरस्वतीजीको उपासना गरेर पढ्नुहोस्। फुकाउन जानु पर्दैन, झारफुक गर्न जानु पर्दैन। हजुरको प्रगति हजुरको साथमा छ। इष्टदेवलाई सम्झिनुहोस्, भगवानलाई सम्झिनुहोस्, हजुरले सुगालाई सम्झिनुहोस्। पढ्ने रुममा सुगाको फोटो राख्नुहोस्, मयूरको फोटो राख्नुहोस्, त्यो हिराहरू हे हे गरेको, अनि फेरि त्यो बन्दुक भएको, हिंस्रक जनावरको फोटो भएको, अनि फेरि त्यो छुरी रोपेको फोटो कसैले राख्नुहुन्छ पढ्ने कोठामा भने जिन्दगी पढाइबाट प्रगति हुँदैन। यो कुराले चाहिँ ख्याल गर्नु। मैले भनेका कुराहरूलाई ध्यान दिएर अगाडि बढ्नुहोला। जय भोलेनाथ, जय